फेरि पनि वेलकम छ म उरु छेत्रीको ब्लगमा। आज चाहिँ हाम्रो नाइटमा घुम्न जाने प्लानिङ छ। सो धेरै टाढा छैन, नेक्स्ट हो यहाँ मेरो साथीहरूको पारा चाहिँ हेरिराख्नु। आज उहाँ चाहिँ लोकेसनमा गएर टिकटक बनाउनु भएको थियो र यहाँ देखाएर हाँसिराख्नु भएको थियो। उहाँ चाहिँ धेरै दिनदेखि मसँग भिडियो बनाउनु भएको छैन। आज भोलिमा फेरि भिडियो आउनेछ हाम्रो। अनि ला भन्ने साथीहरू कुन गाडी लिनुहुन्छ? विदेशमा त यस्तै हो। यी दुईजना यता हिँडिराख्नु भएको छ, दुईजना यतै। उहाँ चाहिँ एकदम बौलाइन टाइपको हुनुहुन्छ। हामी चाहिँ बिताइरहेको थियो, उहाँले चाहिँ बिचमा के बिताउनु भयो थाहा पनि छैन। उहाँ दुईजना चाहिँ एकदम ट्यालेन्ट हुन्छ बिताउनमा। हामी मेरो यो कुरो पनि ट्यालेन्ट हुन्छ, तर आज बिताउनु भएन। बुढा जानु त बुढा जानु यहाँ। हेलो गाइस, मेरो बुढीलाई गाडी हेर्न सक्नुहुन्छ। हामी चाहिँ बिच बाटोमा हिँड्दैछौँ अहिले। अनि के भन्छ अरे यो बजारको क्याम हो, हाम्रो क्याम चाहिँ दिदी परेछ। बोलिन्छ भित्र गएर बोलाउनलाई त अब आफू पनि भ्याउँदैन। आउने बित्तिकै खुट्टा विदेशमा मेन प्रब्लम भनेको खुट्टा गनाउनु। त्यसपछि होइन डेली नआयो भने चाहिँ यो कपाल छ नि अलिअलि बाँकी साथी हो, यो कपाल चाहिँ कुहिएर सकिन्छ। अगाडि चाहिँ तालु हुन्छ, के भन्छ अरे अलिकति यङ छ भने पनि त्यो कपाल झरेपछि चाहिँ मान्छेहरू अलिकति के भन्छ एजेड देखिँदो रहेछ। हामी सो त्यस्तै देखिन्छ दुबईमा चाहिँ। अनि यो कुरा चाहिँ छ, यहाँबाट चाहिँ स्टार्ट भयो। नेक्स्ट हो सेतो बारीको तपाईँलाई हेर्न सक्नुहुन्छ हजुरहरूले। विदेशमा चाहिँ धेरै कुराहरूको सुविधा हुन्छ। देखेछु गाडी नेक्स्ट मार्केट चाहिँ आयो अहिले देख्न सक्नुहुन्छ हजुरहरूले। यो रमदान भन्ने फेस्टिभल भएको भएर चाहिँ मस्जिदहरू यसरी जस्तै हामी नेपालमा के भन्छ अरे नेपालमा भजनहरू यताउति गाउँछ नि त्यो टाइमको जस्तै यहाँ पनि रमदानको लागि सबै टेन्ट बिछाएर यस्तो दामी बनाइएको छ। यहाँनिर देख्नुभयो हेर्न सक्नुहुन्छ। यो चाहिँ नेस्टोको वरिपरिको हो। हामी नेस्टो मार्केट गएर पनि कुन सामान कतिमा पाइन्छ र कतिको महँगो छ जेब्लाली भित्र भनेर म देखाउने छु। हामी चाहिँ जेब्लाली भित्रै हो, फ्रिजनभित्रै हो। सो हाम्रो यहाँ चाहिँ कुनै पनि मार्केटमा सामानहरू महँगो नै छ। हजुरहरूले चाहिँ सस्तो राम्रो लिन चाहनुहुन्छ नि बरदुबई जानुहोस्। बरदुबईमा मैले बरदुबईको कुनै मार्केटहरू पनि हजुरलाई देखाएको छु, प्लिज हेर्नु। हेर्न सक्नुहुन्छ बरदुबईमा चाहिँ अब हजुरले यो स्याम्पूहरू चाहिँ थोरै मूल्यमा पाउनुहुन्छ होला, तर हाम्रो यहाँ चाहिँ 8 मूल्य 8 दिराम पर्छ। यो हेर्नुहोस् 27। ओ माई गड
ल साथीहरू हजुरहरूले भन्नुहोस् यहाँको अलिकति साइड छोडिदिनु न कस्तो गुडा है ए जानुभयो बिचरा के गर्न आउनु भएको थियो हामी केटीहरू देखेर लडा जानुभयो ल भन्नु हजुरहरूलाई यहाँको मूल्य कस्तो लाग्छ बर्दुवामा सस्तो लाग्यो यहाँ बोल्नु न के एकचोटि गरेन नि त दाबीले कटाल्किन्छ लगाउनु सेल्स गर्न आउनु नि सेल्स गर्न बाबा हामी नेपाली नै होला एउटा के बिटाएर देखाउनु नि त मलाई ल कतिको सेल्स गर्नुहुन्छ कतिको मलाई इम्प्रेस गर्नुहुन्छ ल I can't impress you. ए कलकट बिटाएर देखाउनु I can't impress you. It is not my place, na. So I can't. In Nepal, I'll. भयो यो म यो बिकाउन चाहन्छु भिडियो आउँछ नि फेरि युट्युबमा थाहा होला ल्याउँदा जानु यस्तो देखाउनु आउँछ म त हालिदिने दिनु म त हालिदिने बुढो के किन्न लाग्यो त नि भन म पनि हेरौँ न मलाई पनि र म चाहिँ केही पनि किन्नेवाला मान्छे होइन आफू मेरो म चाहिँ केही पनि किन्नेवाला होइन हेरेको मात्रै हो मैले भनेको हजुरलाई सबैभन्दा बेस्ट बडी के भन्छ त्यसलाई लोसन लोसन होइन कि बडी वास बडी वास मलाई देखाउनु प्राइस पनि सबैभन्दा बेस्ट क्वालिटीको त्यसले चाहिँ एकदम मिठो बास्ना आउँछ फलफुलतिर जाऊँ अब फलफुलतिर म फलफुल बिकाउँछु हेर्न सक्नुहुन्छ नेपालमा जस्तो फ्रेस राम्रो चाहिँ चिकन पाइँदैन यहाँ पाइँदैन फिट्टिकै पाइँदैन मेरो घर सानो होला थियो यहाँ नेपालमा जस्तो फिट्टिकै पाइँदैन अब हामी जान्छौँ जुसको लागि नेपालमा कस्तो पर्छ होला है जुस पनि यहाँ हेर्न सक्नुहुन्छ यसलाई पाइपतिर पाइप भनेपछि नेपालको कति पऱ्यो सायद नेपालमा सस्तो पऱ्यो मलाई त्यस्तो लाग्यो न आइसक्रिमहरू मान्छेले साँच्चै पैसा छैन फलफुलहरू पनि हेर्न सक्नुहुन्छ म देखाइदिन्छु उहाँको त्यहाँको प्राइस पनि सबैभन्दा फेमस फलफुल चाहिँ यहाँको के भन्छ अरे यसलाई के भन्छ ड्राइगन फ्रुट यो चाहिँ नेपालमा यसलाई किन धेरै महँगो पर्छ तर यहाँ चाहिँ सस्तोमा पाइन्छ एउटाले चपाइदिउँ त्यो चपाउने के हो के फ्रुट हो अङ्कल अब हेर्नु तरकारीहरू हेर्न सक्नुहुन्छ यहाँ तरकारी देखाउनु कहाँ भ्याएको र तरकारी देखाऊ के अब हामी जाऊँ चामलतिर चामलहरू हेर्नु मलाई लाग्छ कि नेपालमै सस्तो छ चामलहरू चाहिँ यहाँ महँगो छ है प्राइजहरू एउटा लिटरको प्राइस देखाइदिनु राम्रोसँग प्राइज भन्न दिनु न भनेर तेलको अब माथिको भयो माथिको अब म्याम फेरि एकचोटि त्यो डाइलेक्ट ठोक्नु त के अरे भन्नु न चाचा र चुचु भन्नु यस्तै कुराहरू किताबको त्यो हुन्छ नि भित्रको पाना बिचबाट सोद्धाखेरि यसरी फरङ भन्न सक्ने भाइ टोइलेटमा त्यो के भन्छ वाइपर जस्तो गर्न आउँथ्यो यहाँ दुवैमा त्यही हो पढे पनि
हामीले चाहिँ साथीहरू पानीपुरी खायौँ, नेसो बजार घुम्यौँ। अनि सो अहिले रातिको 10 बजेको छ अनि हाम्रो भोलि बिहानको कसैको चाहिँ 4 बजे कसैको चाहिँ 5 बजेको ड्युटी छ। सो हामी अहिले चाहिँ फर्कियौँ। अब चाहिँ हामी चाहिँ धेरै राति घुम्न चाहिँ चाहेनौँ, किन भन्दाखेरि हामी अलिकति छेलपाटेहरू छौँ, डराउटेहरू छौँ, त्यही भएर हामी चाहिँ फर्किँदैछौँ। एउटा भिडियो बनायौँ, एउटा भिडियो बनाएर हिँड्यौँ, त्यो पनि म हालिदिन्छु सर्ट भिडियोमा। मान्छे चाहिँ धेरै रिसाउनु भएको छ। 10 चोटि होइन 10 चोटि टिकटक ट्राई गर्यो होला, घरि के बिग्रेछ घरि भएन भने त क्यामेराम्यान धन्य पाउनु भएछ कि केही नभने लाठी जस्तो यस्तो हुन्छ। भिडियो बनाउँदाखेरि जतिखेर पनि मिस्टेक भइरहेको हुन्छ। जतिखेर नि मिस्टेक अब चाहिँ लास्ट अब चाहिँ हुन्छ भन्दाखेरि फेरि एउटा मिस्टेक बिर्सिरहेको हुन्छ। त्यही भएर उहाँ धेरै रिसाउनु भएको छ। सो हामीले ढिला नगरिकन हामी चाहिँ क्याम्पतिर फर्कियौँ। हाम्रो चाहिँ आज नेक्स्ट मात्रै भयो, हाम्रो नेक्स्ट रह्यो। हामी चाहिँ नेक्स्ट मात्रै घुम्यौँ। उतापट्टि चाहिँ हाम्रो भिलेज होइन, भिलेज हाइपर मार्केट थियो, त्यो चाहिँ हामी घुमेनौँ। नेक्स्ट टाइम फेरि देखाउनेछु म हजुरलाई त्यो मार्केट पनि। यो मार्केट भन्दा त्यो मार्केट महँगो छ भन्ने सुनेको थियौँ। सो नेक्स्ट टाइम फेरि देखाउनेछु। आजको लागि यति नै। हामी अब रुममा जान्छौँ। रुममा गएर भिडियो बनाउन सक्दिनँ म, किन भन्दाखेरि मेरो रुममेटहरू सबै सुनिसकेको हुन्छ त्यसैले। सो आजको लागि यति नै। यहाँसम्म हेरेर साथ दिनुभएकोमा थ्याङ्क यू सो मच। म फेरि अर्को भिडियोमा भेट्नेछु। आजको लागि यति नै। नमस्कार।